आफ्नो विषय राखिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दक्षिणकाली नगरपालिका वार्ड नम्बर 1 को सम्मेलनको सभाध्यक्षज्यू, प्रमुख अतिथि स्थायी कमिटी सदस्य अञ्जना विसङ्कज्यू, काठमाडौँ जिल्ला विशेषको संयोजक सञ्जय लामा उर्गेनज्यू, जनप्रतिनिधिज्यू, यहाँ अतिथि पार्टीका जिम्मेवार नेतागण, अतिथिज्यूहरू र सम्पूर्ण आम यस वडावासी जनसमुदायप्रति क्रान्तिकारी अभिवादन सहित बिहानी नमस्कार व्यक्त गर्दै आज यस ऐतिहासिक ढङ्गबाट हामीले दोस्रो वडा सम्मेलन गर्दैछौँ। अघि स्वागत मन्तव्य क्रममा पूर्ववक्ता मन्जु पुडासैनीले जिम्मेवारी राजनैतिक दल नेतृत्व र समाज रूपान्तरणको चाहिँ एउटा परिवर्तनको दिशा कोर्नको लागि पार्टीले चालेका जुन जनताको सामु जुन जनताको अधिकारका निम्ति महान 10 वर्ष जनयुद्ध सँगसँगै अहिले संविधान सभामा आएपछि विभेदीकरणको अन्त्य, राष्ट्रिय योजनासँग चाहिँ राष्ट्रिय एजेन्डा बनाएर समानता, समावेशीकरण, विकासका चाहिँ नारालाई चाहिँ जुन तरिकाले पार्टीले उठाएको छ, यसलाई अब निर्वाचित हुने टिमले यहाँ पनि तपाईँहरूको जिम्मेवारसँग, तपाईँहरूको चाहिँ क्षमतासँग कसरी जोड्न सकिन्छ, यो प्राकृतिकसँग योलाई कसरी जोड्न सकिन्छ भन्ने दृष्टिकोणसहित पार्टीले जुन भूमिका खेलेको छ त्यो भूमिका वडा स्तरबाट विस्तार नगरिकन चाहिँ विकासको सम्भव हुन सक्दैन। तपाईँ हामीलाई जुन तरिकाको आजको दिनसम्म चाहिँ विभिन्न प्रकारका राजनीतिक पार्टीहरूले जुन तरिकाबाट चाहिँ हामीलाई चाहिँ आश्वासन, प्रलोभन, विभिन्न प्रकारका चाहिँ गतिविधि देखाएर हाम्रो समाज यति पछाडि परेको छ, जुन तरिकाबाट चाहिँ तपाईँ हामीलाई चाहिँ अभावको सिर्जना, सबै कुरा संविधानले ग्यारेन्टी गरेको छ। म कानुनको विद्यार्थी, संविधानले ग्यारेन्टी गरेको छ, तैपनि तपाईँ हामीलाई चाहिँ पाउनलाई एकदम मुस्किल समस्या छ। महिलाको विभेदीकरण छ, समाजभित्र चाहिँ जातीय विभेदीकरण छ, होइन, समाजमा विकासको विभेदीकरण छ। घर जान पर्यो, बाटो चिप्लो, बजेट विनियोजनको अवस्था चाहिँ काहीँ बजेट विनियोजन भएर राम्रो छ, एउटा समानताको गति छैन। यो किन छैन भन्दा तपाईँ हाम्रै घर दैलोबाट हामीले सूचित नेतृत्व चुन्न सकेका छैनौँ। यो जबसम्म हामीले चुन्न सक्दैनौँ, छेडिक हामी लोभ लालचमा फस्छौँ। त्यो कारणले गर्दाखेरि हामी कति युवाहरू बेरोजगार भएर विदेश जानु परेको छ। आफ्ना छोरछोरी जन्मा छ, आफ्ना छोरछोरीलाई चाहिँ आफ्नै घर गाउँमा चाहिँ रोजगारी दिएर हामीले चाहिँ राखेर चाहिँ एउटा सृजनशीलता, समाज रूपान्तरण गर्न सकेका छैन। यो विडम्बना छ। चाडबाड आउँछ, विभिन्न प्रकारको प्रोग्राम आउँछ, बहिनीको बिहे हुन्छ, दिदीको घरमा बिहे हुन्छ, आफ्नो दाजुभाइ हुँदैन। यति विडम्बना छ। यो तपाईँ हामीमाथि चाहिँ ब्लन्डर ठगिरहेछन् हामीलाई। यो ठगहरूलाई हामीले चिन्नुपर्छ र हामीले चाहिँ नयाँ सृजनशीलता के हो त अब रूपान्तरण गर्न सक्ने यहाँका चाहिँ हाम्रै घर गाउँका दाजुभाइहरू को हुनुहुन्छ, उसलाई चाहिँ सही ढङ्गको चाहिँ नेतृत्व विकास गरेर उहाँहरूलाई चाहिँ हामीले चाहिँ गल्तीलाई यो गल्ती हो, यो सुधारेर यो गर्नुपर्छ भनेर राम्रा कुरालाई चाहिँ सल्लाह सुझाव दिएर चाहिँ अगाडि बढाउने चाहिँ गर्न सक्यो। र पार्टीले चालेका नेकपा माओवादी केन्द्रले पनि हिजो 10 वर्ष जनयुद्ध चल्दाखेरि समाजमा भएको विभेदीकरणको विषयमा र तपाईँको वडासम्म आइपुग्दा गरेको जुन कदम छ र नगरहरूले पनि चालेका विकासका योजना, जो चाहिँ अहिले हामी नगरमा कति जनप्रतिनिधिहरू थोरै मात्रामा छौँ, तैपनि हामीले गरेका गतिविधिहरूलाई चाहिँ अलिकति निगरानी राखेर समाजलाई चाहिँ साँच्चै रूपान्तरण गर्ने नेकपा माओवादी केन्द्र हो, यसले गर्छ। योसँगै चाहिँ हामीले चाहिँ हातेमालो गरेर अगाडि बढेर चाहिँ समाजलाई अलिक अग्रपङ्क्तिमा लानुपर्छ भनेर चाहिँ हामीले सोच्न जरुरी छ। यो भन्दै गर्दा माओवादी केन्द्रले जहाँ ह्यान्डल गरेका छन्, जस्तै तपाईँको जहाँ ह्यान्डल गरेका छ त्यो ठाउँको चाहिँ वडा हेर्नुहोस्, गाउँ हेर्नुहोस्, नगरपालिका हेर्नुहोस्, महानगरपालिका हेर्नुहोस्, हराभरा छ, तर अन्त त छैन। तपाईँ हामीलाई लालीपप भेट्दिया छ, फलानु मेरो काकाको छोरो, फलानु ठुलो बाउ भनिया छन्, तपाईँ हामीले ठुलोबाले भनेको कुरा त मान्दिनु पर्यो भन्ने कारणले चाहिँ हामी समाजमा ठगिएका छौँ। यो ठगिनेबाट सूचित हुनुपर्छ हामी पढे लेखेका मान्छे र हाम्रा पनि अलि गाउँ समाजमा चाहिँ अलि पढाइको चाहिँ कमी भएको र अलि चेतनाको कमी भएका आमा दिदीबहिनीहरूलाई पनि यो कुरामा सूचित बनाएर अब हामी यसरी झुक्यानमा पर्नुहुन्न, ठगिन हुन्न, समाज चाहिँ बनाउनुपर्छ। हामी धेरै कुराले पछाडि परेका छौँ। काठमाडौँबाट ठ्याक्कै नजिक चक्रपथबाटै 4-5 किलोमिटरको नजिकको दूरीमा यो अवस्थाको गति हुने, हिलो मालो, हिलो बाटो, चिप्लो, खरेबाट चाहिँ तपाईँको बोसन आउन चाहिँ रात दिन चाहिँ तपाईँको डरमर्दो तरिकाले घरमा आउनुपर्ने भनेपछि तपाईँ हामी कति कुराले ठगिएका छौँ। सरकार पनि छ, सत्ता पनि छ, तर पनि विकास छैन। यो गतिबाट चाहिँ अब अन्त्य गरेर नयाँ सृजनशीलता, अब चुनिने नेतृत्वहरूलाई चाहिँ तपाईँहरूले हस्टेमा हस्टे गरेर अगाडि बढाउने बाचा प्रतिबद्धता चाहिँ यहाँबाट चाहिँ
तपाईँहरूले काँधमा बोकेर कसैका कुरा पनि नसुने 10औं वर्ष हामीले सबैका कुरा सुन्यौँ। अब 5 वर्ष वा 10 वर्ष चाहिँ यी भाइहरू र वा सिनियर जुनियर जे जस्तो भए पनि उहाँहरूको कुरा सुनेर हामी अगाडि बढ्ने हो। अब 50औं वर्ष तपाईँहरूको कुराले चाहिँ हामी ठक्यौँ। अब 10 वर्ष ठक्यौँ भने नि हामीलाई केही छैन, त्यो 60 वर्ष हुन जानेछ भन्ने एउटा उहाँहरूलाई पनि वचन दिएर चाहिँ हामीले समाजलाई रूपान्तरण गर्ने दिशामा जानुपर्छ भन्दै समयको बावजुद म पनि यही माधवस्थानको माथि हो मेरो घर पनि, तपाईँहरूको सामु म सधैँ दुःख सुखमा सधैँ सारथी बनेर अगाडि बढ्नेछु भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्छु। हस्, नमस्कार।